गाइज हिजो भनेको तपाईँहरूले बुझ्नु भएन होइन। आजैमा तपाईँहरूलाई बुझाउँछु है, यहाँ छ सबै कुरो होइन। हिजोको जुन भिडियो बनाएको थियो यसको बारेबाट, पिस्टनको बारेबाट आज सब कुरा तपाईँहरूलाई बुझाउँछु है त म। हिजो भनेको थिएँ नि यो 2800 डिग्रीको टेम्परेचरमा छ, यसको माथिको भागमा 2800 डिग्री टेम्परेचर हुन्छ भनेको थिएँ होइन। यहाँ हेर्नुहोस्, यो भाग, यो पिस भाग भयो, यो तल्लो भाग हो है। यो तल्लो भागमा तपाईँको 380 डिग्री टेम्परेचर हुन्छ। यो माथिल्लो भागमा 2800 डिग्री टेम्परेचर होइन, यसमा 380 डिग्री। त्यसपछि यो भयो, बाँकी आयो यसको लाइनर यहाँनिर। ल हेर्नु, यो भाग भनेको थिएँ नि मैले यतापट्टि, यो देखाउँदा दाइ। ल यो भनेको लाइनरको भाग हो है। यसमा यसको बाहिरीपट्टि एरियामा, यो एरियामा यो ठ्याक्कै यहाँनिर पिस्टन चल्छ। यो एरियामा तपाईँको हुन्छ 280 डिग्री टेम्परेचर। यसमा पिस्टनमा 380 डिग्री हुन्छ। यो लाइनरको यतापट्टिको भागमा 280 डिग्री हुन्छ होइन। यसैको यतापट्टि भित्रपट्टि भागमा यहाँनिर पानी चल्ने ठाउँमा 180 डिग्री टेम्परेचर हुन्छ। अनि त्यो 180 डिग्री टेम्परेचरलाई पानीले लिमिट गरेर 80 डिग्रीमा लिएर आउँछ। त्यहाँभन्दा बढी भयो भने गाडी हिट हुन्छ। त्यही गाडी हिट हुनुको कारणले गर्दा त्यो इन्जिन सिज भएको थियो। अब यो इन्जिनहरू अहिले यहाँनिर हामीले यहाँ खोलेर राखेको छौँ। यसको अब देख्न सक्नुहुन्छ, यो भनेको क्र्याङ्क सापट भइहाल्यो। केम सापट, क्र्याङ्कको मेन चापा, यसको मेन चापा हो त्यो है, यहाँनिर लाग्छ यसमा। त्यो कनेक्टिङ भइहाल्यो। यो यसमा लाग्छ यहाँनिर। यो बेरिङ, यो चाहिँ बिगन बेरिङ यहाँ लाग्छ, कनेक्टिङ बेरिङ यहाँ लाग्छ है। यो भइहाल्यो। इन्जिनको खास भनेको सिस्टम यही नै हो। बिगन बेरिङ, मेन चापा, गजल पिन, कनेक्टिङ बेरिङ, त्यस पछाडि कनेक्टिङ लक, अनि त्यस पछाडि आयो रिङ। यसमा हुने भनेको त्यही नै हो, अरू खासै केही हुँदैन। यसको मुनियाडी यो देख्न सक्नुहुन्छ है। यो हेर्नु ल, यो एरियामा क्र्याङ्क सापट बस्छ। यो भइहाल्यो। यो केम सापट भइहाल्यो। गाइडलाई चलाउने पुस रड है। यहाँ छ हेड, यो हो सिलिन्डर हेड। यसको यो एरियामा मात्रै हो। यसको र पिस्टनको बिचमा चाहिँ तपाईँको 2800 डिग्री टेम्परेचर हुन्छ है। तपाईँहरूले बुझ्नु भने नबुझेको कुराहरू कमेन्ट गर्नु है। यहाँ दुईवटा इन्जिन खोलेर राखेको छौँ हामीले। यहाँ यो ट्रकको एउटा इन्जिन चाहिँ तयार भइसकेको छ, एउटा इन्जिन चाहिँ भर्खरै खोलेको हो यसलाई। बाँकी भनेको यतातिर छ। यो भइहाल्यो। यो कम्प्रेसरको पिस्टन हो, हावा बनाउने काम गर्छ यसले है। यो लाइनर भइहाल्यो कम्प्रेसरको। ल यही नै हो गाइज। नबुझेको कुराहरू तपाईँले भन्न सक्नुहुन्छ, सोध्न पनि सक्नुहुन्छ है। तपाईँहरूलाई जे बुझ्नुहुन्न त्यो चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ है त। ल यही नै हो, नबुझेको कुराहरू भन्न सक्नुहुन्छ। फेरि पनि भन्छु, यसको टेम्परेचर यहाँनिर यो लाइनरको चाहिँ भनेको, हिजो भनेको चाहिँ यो लाइनरको है। यसको टेम्परेचर 380, पिस्टनको टेम्परेचर 280, लाइनरको टेम्परेचर होइन। त्यसरी लाइनरभन्दा भित्रीपट्टि पानी बस्ने ठाउँमा 180 को टेम्परेचर है। टोटल यही नै हो। ल तपाईँहरूलाई मैले हिजो बनाएको भिडियोमा तपाईँहरूले राम्रोसँग बुझ्नु भएन होला होइन। त्यस कारणले गर्दाखेरि यो भिडियो बनाएको। यसको चाहिँ ब्लक फुट्न कारणले गर्दा इन्जिन खोलेको है। हेर्नु यहाँ ब्लक फुटेको, यसको ब्लकै हो। ल हेर्नु यहाँ, यो ब्लक यहाँबाट टुक्रा भएर निस्किन्छ। यो पिस्टन यहीँ छ अहिले पनि। पिस्टनको हालत हेर्नु यहाँ कस्तो भयो, तन्दुरी भयो पिस्टन, तन्दुरी। अहिले पनि यहाँ अड्किनै रहेछ है यहाँ। ल हेर्नु, क्र्याङ्क सापट यता छ, भर्खरै खोलेको। टाइमिङ प्लेटहरू हो यो, एलसी, टाइमिङ गियर, मेन पुल्ली, गाइड प्लेट। ल एभ्रिथिङ यहाँनिर छ है। तपाईँहरूले नबुझेको कुराहरू सब कुरो सोध्न सक्नुहुन्छ है।
ल हेर्नु ल, यो बिगन बेरिङ मेन चापा, सिआर बेरिङ, कनेक्टिङ चापा, गजल पिन, गजल लक अनि सिआर बुस त्यसमा हुन्छ। र नबुझेको कुराहरू तपाईँहरूले भन्न सक्नुहुन्छ है त।